नमस्कार प्रिय दर्शकवृन्द, इन्डियन इन्स्टिट्युट अफ लिगल स्टडिजद्वारा प्रस्तुत गरेका ल टाइम्समा तपाईँहरूलाई स्वागत छ। आज हामी तपाईँहरूको लागि यस हप्ताका महत्त्वपूर्ण सर्वोच्च अदालतको लिगल अपडेट्स लिएर आइरहेका छौँ। 10 नोभेम्बर 2025 अकुला नारायण वर्सेस द ओरिएन्टल इन्सुरेन्स कम्पनी लिमिटेड एन्ड अदर। यस घटनामा भारतको सर्वोच्च अदालतले मोटर दुर्घटना सम्बन्धित बीमा कम्पनीको दायित्वमा एक महत्त्वपूर्ण निर्णय गरेका छन्। यस दुर्घटनामा 5 सिट भएको सवारीमा 9 जना यात्री थिए, जसले गर्दा दुर्घटना भयो। सर्वोच्च अदालतले बीमा कम्पनीलाई जिम्मेदारीबाट मुक्त गरेपछि पीडितले सर्वोच्च अदालतमा निवेदन गरे। जस्टिस सञ्जय करोल र मनोज मिश्राको बेन्चले भने, यदि बीमा नीतिमा उल्लङ्घन भएको छ भने पे एन्ड रिकभर सिद्धान्त लागू हुन्छ, अर्थात् बीमाकर्ताले पहिला पीडितलाई पैसा तिरेर त्यसपछि मालिकबाट वसुल गर्नुपर्ने हो। बीमा कम्पनीले ड्राइभर, क्लिनर र कन्डक्टरको प्रिमियम लिएको हुनाले उसलाई पूर्ण रूपमा मुक्त गर्न सकिँदैन। अदालतले स्वरण सिंह र रामाबाईको उदाहरण लिएर यो आदेश दिएका हुन्। अब अघि बढ्दै 11 नोभेम्बर 2025 सुरेन्द्र कोली वर्सेस स्टेट अफ उत्तर प्रदेश, यसलाई निथारी केस पनि भनेर जान्ने गरिन्छ। सुरेन्द्र कोली, जो मनिन्दर सिंह पन्धेरको घरमा काम गर्थ्यो, उसलाई 8 बालबालिकाको हत्या, बलात्कार र नरभक्षण यानि कि क्यानिबलिजमको आरोपमा सन् 2009मा मृत्युदण्ड सुनाएको थियो। यो फैसला काबुली बयान र पुलिस प्रमाण आधारितमा थियो, तर अन्य 12 समान मामलाहरूमा उनलाई निर्दोष ठहर गरेपछि उनले क्युरेटिभ याचिका दर्ता गरे। चिफ जस्टिस अफ इन्डिया बी.आर. गवाई, जस्टिस सूर्यकान्त र जस्टिस विक्रमनाथको बेन्चले भने, अभियोजनले बियोन्ड रिजनेबल डाउट प्रमाण गर्न सकेनन्। फोरेन्सिक र साक्षी सबुतमा त्रुटि भएको हुनाले दोष सिद्ध र मृत्युदण्ड खारेज गरियो। यसपछि सुरेन्द्र कोलीलाई रिहा गर्ने भएका छन्। धन्यवाद। आजको लागि यति नै। अरू लिगल अपडेट्सको लागि हाम्रो च्यानलसँग जोडिरहनुहोस्।